पूर्व प्रधानमन्त्री इमरान खान जेलभित्रै मारिएको भन्दै फैलिएको हल्लापछि पाकिस्तानमा राजनीतिक तनाव चुलिएको छ। यसबारे हालसम्म स्वतन्त्र रूपमा कुनै पुष्टि भने भएको छैन। इमरान खानका 3 दाजुबहिनी नोरिन, अलिमा र उस्माले उनलाई कुटपिट गरिएको आरोप लगाउँदै जेलभित्र छिर्न र भेट्न अनुमति दिन माग गरेका छन्। उनीहरूले पछिल्ला केही हप्तादेखि भेटघाट गर्न नदिएको भन्दै खानको स्वास्थ्यबारे गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्। सन् 2023 देखि विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जेलमा रहेका 72 वर्षीय खानले विगतमा पनि जेल प्रशासनबाट दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए। तर बुधबार खानको जेलभित्रै हत्या भएको खबर फैलिएसँगै स्थिति अनियन्त्रित बन्दै गएको छ। खानका हजारौं समर्थकहरू उनलाई राखिएको रावलपिण्डी स्थित अदियाला जेल बाहिर पुगेका छन्। यो हल्लाको सुरुवात भने अफगानिस्तान टाइम्स नामक एक्स ह्यान्डलबाट भएको थियो। उक्त ह्यान्डलले विश्वसनीय स्रोतलाई उद्धृत गर्दै इमरान खान रहस्यमय रूपमा मारिएको र सब जेल बाहिर सारिएको दावी गरेको छ।